हेलो गाइस, गुड मर्निङ। म चाहिँ हजुरहरूलाई धरानदेखि काकरभिट्टाको यात्रा देखाउँछु। बिचबिचमा धरानको कुनै ठाउँको बाटो छ भने कुनै कुनै चाहिँ कन्टिन्यू काकरभिट्टासम्मको छ है। हेर्दै गर्नु होला, हजुरहरूले साथ दिँदै गर्नु होला है। यो अहिले दुईपट्टिको बाटो बेग्ला बेग्लै किन भइरहेको छ भने अहिले बनिँदैछ के बाटो, त्यो भएर हो। हल्का धुलो चाहिँ उडिरहेको छ, तर पनि त्यति साह्रो फरक त पर्दैन किनभने हाम्रो लागि बाटो बनिँदैछ। अलिअलि त धुलो त खानु पनि पर्यो नि त होइन। जहाँसम्म लाग्छ 2 वर्षभित्रमा बनिने कुरा छ, सायद बनिन्छ होला है। 1 वर्ष जस्तो त लगभग हुन पनि आँटिसक्यो, 1 वर्ष हुन आँट्यो सायद भयो पनि होला है। अनि यो चाहिँ हो हाम्रो धरान र काकरभिट्टाको बाटो, पूर्वको बाटो। र अब तपाईँले जुन देख्दै गर्नुहुँदैछ यो चाहिँ काकरभिट्टाको एकदम घुम्न जान मिल्ने ठाउँ। फ्रीमा तपाईँले यहाँ टोकन सोकन काट्नु पर्दैन, 20 रुपियाँ 10 रुपियाँ 30 रुपियाँ केही तिर्नु पर्दैन। चिया बगान हो, भित्र धेरै राम्रो राम्रो घुम्ने ठाउँहरू छ। हजुरहरू भित्र जानु भने हल्का डाँडा काँडा पनि देख्न सक्नुहुन्छ। अलिक भित्रै जानुभयो भने होइन, एकदम राम्रो ठाउँ छ, निट एन्ड क्लिन छ। मैले खास यो भिडियो बनाउनुको मोटिभ चाहिँ के हो भने मान्छेले भन्छ बोर्डरमा चाहिँ एकदम फोहोर मैला हुन्छ। हजुरहरूलाई म देखाउँदैछु, काकरभिट्टा र इन्डियाको बोर्डर हो नि त यो। फोहोर कहाँ छ? फोहोर छैन के। म धरानमा बसेको नि त हो, सबैले कति मैला हुन्छ होला भन्छ। नो, एकदम निट एन्ड क्लिन छ। हेर्नु कहाँ फोहोर मैला छ, लु हेर्नु कहाँ फोहोर मैला छ। जुन पर हल्का ब्लू लाइट ब्लू कलरमा देखिन्छ त्यो चाहिँ इन्डिया र नेपालको बोर्डर हो कि त्यो चाहिँ। अनि यहाँबाट सिधा गयो भने इन्डिया गइन्छ। अहिलेसम्म चाहिँ हामी नेपालमै छौँ होइन। धेरै राम्रो छ। उता पनि तपाईँहरूलाई म देखाउने छु भिडियोहरू बनाएर है। यो चाहिँ हामी कहाँ जाँदैछौँ भने काकरभिट्टाको बस स्टेसनभित्र छिर्दैछौँ है। राइट साइडमा चाहिँ कस्तो राम्रो बच्चाहरूले खेल्ने ठाउँ छ क्या, त्यहाँ यहाँभित्र चाहिँ पार्क छ, एकदम राम्रो पार्क छ, खेल्न ओर्न निट एन्ड क्लिन। यसलाई चाहिँ देवकोटा पार्क भन्छौँ होइन। र अब हामी चाहिँ पश्चिमको गाडी लाग्ने, जुन काठमाडौँ पोखराको गाडी लाग्ने ठाउँ यहाँ हो है। यो जुन अगाडि ठुल्ठुलो गाडी देख्नुहुन्छ नि यिनीहरू सब, यो चाहिँ पोखरा काठमाडौँ हुन्छ नि। धेरै टाढा टाढाको गाडीहरू चाहिँ यहाँ लाग्छ, हजुर हेर्न सक्नुहुन्छ। एकदम कहीँ छ मैला भन्नु न होला, कहीँ छ मैला। यो चाहिँ लोकल बस हो, धरान विराटनगर काकरभिट्टाको बस लाग्ने ठाउँ बस स्टेसन हो। नो भिडभाड, फोहोर मैला छैन, एकदम राम्रो ठाउँ छ क्या। र यो चाहिँ हाम्रो काकरभिट्टाको मुटु मिनी मार्केट। यहाँ हजुरले खोजेको हरेक चिज पाउनुहुन्छ। के चाहिँ पाउनुहुन्न, सब चिज पाउनुहुन्छ। यहाँ सब चिज छन्, इट्स एभ्रिथिङ भेट्नुहुन्छ यहाँनिर चाहिँ है। धेरै राम्रो ठाउँ छ, हजुरहरू आउनु होला, घुम्नु होला। धेरै राम्रो ठाउँ छ है हाम्रो काकरभिट्टा। फोहोर मैला चाहिँ छैन है, बोर्डर छेउ भइकन पनि। थ्याङ्क यू।